हेलो एभ्रिवान, आज चाहिँ अब हामी बुढी चौर जाँदैछौँ हाइकिङको लागि। अनि हामी बिहान 4 बजी उठेर सबै रेडी तयारी भयौँ। अब हामी अटो कुरिरहेछौँ, अटो कुरेपछि हामी जान्छौँ। यहाँ हुनुहुन्छ मेरो मम्मी पनि। ल के भनिदिनुहोस्। हामी आज बुढी चौरको यात्रामा छौँ। फाइनली हाम्रो बस पनि आइसकेछ। उहाँ चाहिँ एकदम रेडी हुन एकदम समय लाउनु हुने मान्छे भाइ हो। एकदम चाँडो रेडी हुने। म 4 बजी उठ्ने भाइ खोइ जाएर रात भइसक्यो। अब चाहिँ हामी फाइनली आइपुगिसकेका छौँ। अब हामी 2 घन्टा हिँड्नुपर्छ अनि मात्र हामी हाम्रो डेस्टिनेसनमा पुग्छौँ है। यहाँनिर फेरि यसो पानी बोक्ने कार्यक्रम पनि हुँदैछ। हाम्रो जोन भाइ पनि हुनुहुन्छ। सालोम ल हाम्रो युसुफ भाइ, उमेश मामा। यो हाम्रो प्रशंसा विश्वकर्मा भ्लगमा आउँछ। ल प्रेम भाइ के भनिदिनुहोस्। गड इज लभ भाइ पनि प्रेम हो। गड इज लभ च्यानल छ, सब्सक्राइब गरिदिनु पर्यो। ओके हस् ल, थ्याङ्क यू। ल बहिनीहरू हाई हेलो। ल विशाल भाइ अनि भाइ पनि मेरो भ्लगमा आज आउँदैछ है। यो पनि आउँछ भ्लगमा। म तपाईँहरूलाई एउटा यस्तो कुरा देखाउन चाहन्छु जुन कुरा हेरेर म नि एकदम एकछिन निशब्द अनि कस्तो अनुभव भइरहेको त बहिनीहरू? खोइ अनुभव सुनाउ न। अनुभव हामी चाहिँ एकदम एक्साइटमेन्टको साथमा हामी यहाँ आइसकेका छौँ। अब हामी तपाईँहरूलाई बुढी चौर पुगेर देखाउँछौँ कि कस्तो छ त्यो ठाउँ भनेर। हो कि होइन भन बिलिभ? बब्बाल छ नि। ल ठिक छ, म भएको ठाउँमा फुल नहुने भन्ने कुरै हुँदैन फेरि है। हेर्नुहोस् फुल पनि छ। अनि हामी चाहिँ अहिले एकदम जोसका साथमा यत्तिको एनर्जेटिक छौँ अहिले एकछिनमा हेरौँ कस्तो हुँदो रहेछ हामी है। अब माथि पुग्ने बेलासम्ममा हामी चाहिँ अब यो माथि डाँडामा पुग्दैछौँ। यहाँतिर जाँदैछौँ हामी। ओके गाइस, लेट्स सी कस्तो हुने रहेछ। हामी कहाँ छौँ अहिले? है ल ल प्रेम भाइ, जोन भाइ। ल ओके ल लेट्स गो। जानुपर्छ हामी बसेर हुँदैन। लेट्स गो लेट्स गो लेट्स गो। पहाडले बर्खिरहेको छ। मोमेन्ट इज गोइङ टु बी अलवेज स्पेसल। अहिले चाहिँ हाम्रो बहिनीले जीवन जलपानी खाँदै हुनुहुन्छ। पूजा हामी चाहिँ भाग्दैछौँ है त अञ्जली। ल हामी भाग्यौँ है। यहाँनिर हेर्नुहोस् है, दामी छ। तर मेरो मगाले भ्याउँदैन। मेरो बच्चा आँखा भन्नु नि दाउजी। फाइनली आइम हियर वेयर आई युज्ड टु बिलोङ। मजा हुनुपर्छ, म त्यहाँ छु। त्यो ठाउँ चाहिँ हो त्यहाँ द सिनारी हो। कस्तो भगवान छ। आइम इन द मिस्ट अफ माउन्टेन। पहाडले घेरिएको छ र म तपाईँहरूको प्रशंसा यहाँ उभिरहेको छ। अगाडि यस्तो भ्यू छ। म चाहिँ अहिले मेरो 2 जना आमाहरूसँग छु। हामी चाहिँ अहिले हिँड्दैछौँ। यस्तो राम्रो आएर हाल भन्नु मनमा के लागेको छ कुरा भन्नु न। अनि अहिले हिँड्दै गर्दाखेरि चाहिँ तपाईँलाई कस्तो अनुभव भइरहेको? एउटा फिलिङ्स भन्नु त एउटामा त। एकदमै राम्रो लागिरहेछ। रमाइलो है? मनमा चाहिँ रमाइलो लागिरहेछ। तर भन्न चाहिँ त्यस्तो भने भनौँ न। अब यहाँनिर मायालु जोडीहरू पनि छन् उडिरहेको। ल हेर्दै गरौँ है, हेर्दै गरौँ। आरबाट के नाम आउँछ अरे? देखियो तपाईँलाई थाहा छ? आरबाट आरती अनि आरबाट आरती नाम आउँछ अरे। यस्तो मान्छेहरू चाहिँ भाइरल हुन्छ चाँडै नै। अन्नरा भने कि फेरि हेलो गरिदिउँ।
मम्मी हेर्नुहोस् त ल हाइकिङको एकदमै चरम सीमामा छौँ अहिले हामी पसिना हेर्ने पसिना यस्तो आनन्द आइरहेको छ नि मजा आइरहेको छ कि यस्तो सेटिस्फ्याक्सन छ कि आनन्द किन थाहा छ भ्यू यस्तो हो नि त यस्तो खतरा नि त भ्यू हेर्नु न यहाँ टक्क यो भ्यूमा म टक्क बसेर हेरिरहेको छु सब हेर्नु न मलाई संसारमा तपाईको प्रशंसा हो ला 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 झन्डै लड्यो यार यस्तो रहेछ यहाँ यस्तो छ गाह्रो भइरहेछ तै पनि रमाइलो चाहिँ हामी गर्दैछौँ दामी दामी मलाई चिनेको गाइज उहाँ चाहिँ हाम्रो बिलिभ सोल्टा हो नि त होइन क्या बबाल देख्यो यार सोल्टालाई त हामी चाहिँ अहिले यो ठाउँमा आइपुगिसकेका छौँ र सबैजना सररा 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 येशूको प्रेम सररा मलाई ख्रिस्टको प्रेमले हेर धनी ल्यायो मलाई उनको प्रेमले हेर लौ बचायो म त अन्धकारतर्फ अनि विनाशतर्फ लम्किरहेको मान्छे थिएँ सृष्टिकर्ता पितालाई नचिन्दा आत्मामा म त मरेको मान्छे तर ख्रिस्टको मायालु हातले मलाई तानेर निकाल्यो है आज नयाँमा भएको छु सररा 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 येशूको प्रेम सररा हामी फाइनली डेस्टिनेसनमा आइसकेका छौँ हेर्नु त वा कस्तो दामी है बाहिर बल खेल्नु भइरहेछ म यहाँ छु I'm here with my flower हेर्नुहोस् त दिस इज बुढी छोर यस्तो दामी फाइनली अब हामी चाहिँ आइपुगिसकेका छौँ र अब हाम्रो खाने तयारीहरू हुँदैछ कोही फोटोसोटो खिच्दै हुनुहुन्छ अनि मलाई राम्रो लागेको चाहिँ यहाँ डस्टबिन पनि रहेछ है युज डस्टबिन वेन यु कम हियर त्यही हो अहिले चाहिँ हामी फाइनली आइपुगिसकेका छौँ बुढी चौरमा यहाँ पनि छ पछाडि
ल अञ्जली हाम्रो चाहिँ यस्तै छ होइन अब भनेको छ ओर्लिँदैछौँ यसरी अब त्यही हो हेर्नुहोस् न हामी ठ्याक्कै हाम्रो डेस्टिनी बुढी चौरमा आइपुगिसकेका छौँ र हामी जोरदार तयारीका साथ खाँदैछौँ भाइ हेर्दैछ अनि यहाँ हाम्रो 2-3 जना चाहिँ पुरा लागि पर्नु भएको छ यसरी मोल्नको लागि र मेरो भाइले छाता मलाई भिडियो गर्न सजिलो भयो त्यसलाई घामले परेर छाता हाम्रो पुरा यहाँ खानेकुराहरू यस्तो छ अहिले डेस्टिनीमा पुगेर बादलहरू उडिरहेको स्टप्स राइट है अहिले कसैको चाहिँ स्लो चलिरहेको छ मेरोमा चाहिँ युट्युब कल भने स्लोली ओपन हुन्छ तपाईँहरूकोमा चाहिँ के भन्दैछ अरे नो इन्टरनेट होइन चल्दैन नि हो क्या के को कारणले भन्दाखेरि हाम्रो कनेक्सन चाहिँ के भइरहेको छ विक भइरहेको छ अनि हाम्रो कनेक्सन मेरोमा चाहिँ स्लो आइरहेको छ तपाईँहरूकोमा चाहिँ स्टप नै भइरहेको छ हो यस्तै एउटा कुरा यहाँनिर येशू ख्रीष्टले भन्नुभएको छ क्या है यस्तै कुरा चाहिँ येशू ख्रीष्टले कहाँ भन्नुभएको छ त भन्दाखेरि यूहन्ना 15 अध्यायमा 1 देखि 5 सम्म हामीले हेर्यो भनेदेखि चाहिँ त्यहाँनिर येशू ख्रीष्टले त्यही कुरा भन्नुभएको छ तिमीहरू चाहिँ के भइराख भनेको छ फाइनली अब हामी चाहिँ निस्किसकेका छौँ उताको साइडमा चाहिँ अब यो ठाउँलाई बाई बाई गर्दै यति राम्रो फुल देखाउँदै हामी जाँदैछौँ अब घर हेर्नु न त्यहाँ पनि पहाड छ भने यस्तो राम्रो छ नि